लामो बाक्लो र बलियो र स्वस्थ कपाल चाहनुहुन्छ त्यसो भए यी कुराहरू याद गर्नुहोस्। हप्तामा 2 पटक एलोभेरा मिक्स गरेर नुहाउनुहोस्। नुहाउँदा कपालमा तातो पानीले ननुहाउनुहोस्, चिसो पानीले नुहाउनुहोस्। कपाल कोर्दा हेयर मसाज गर्नुहोस्। धेरै टेन्सन नलिनुहोस्, टेन्सनले पनि कपाल झर्छ। दुधो महिनामा कपालको हाँगा नियमित काट्नुहोस्। कपाल हेल्दी राख्न खानपानमा पनि ध्यान दिनुपर्छ। हेल्दी फुड्स, प्रोटिन, भिटामिन, मिनरल भएको खानेकुराहरू खानुहोस्। ड्राई फ्रुट जस्तै पम्पकिन सीड, बदाम, काजु यस्तै खानेकुरा खानुहोस्। कपाल कोर्दा फेरि बिस्तारै कोर्नुहोस्। हातको मद्दतले लट्टाहरू फुटाउनुहोस्। अनि यी टिप्स उपयोगी लागेमा मलाई फलो गर्नुहोस्।